हेलो गाइस, वेलकम बैक टु माई च्यानल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि फेरि म यति धेरै दिनपछि फेरि नयाँ भिडियो लिएर आएको छु साथीहरु। पहिलाको जस्तै माया दिनु होला मेरो भिडियोलाई, भ्लगलाई हैन साथीहरु। अनि म चाहिँ के सोच्दै छु भने म कन्टिन्युअस भ्लग बनाम भनेर सोच्दै छु कि साथीहरु सपोर्ट गरिदिनु होला। अनि मैले एकतिर चिया पका बसाए हैन, अनि एकतिर चाहिँ दाल बसाएको छु। अनि साथीहरु अनि मेरो इग्नोर यो ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनु होला। मेरो छोरी चाहिँ सुतिरहेको छ किनभने उसको दाँत दुखिरहेको छ हैन, त्यही भएर उ सुतेको छ। अनि मेरो बहिनीको चाहिँ भोलिदेखि एक्जाम छ अनि उ पढ्दैछ साथीहरु। म यहाँ तपाईहरुसँग गफ गर्दै थिएँ कि गर्दा गर्दा मेरो चाहिँ यहाँ हेर्नु न चिया है उम्लेर पोखिन आँटेको त धन्न म भित्र गएँ। अनि त्यसपछि दालमा किन सिटी लाग्दैन भनेर म यहाँ सिटी पनि उचाली हेरेको, सिटी लाग्यो है साथीहरु। अनि त्यसपछि साथीहरु म यहाँ चिया पाएको कि चिया हाल्दैछु कि हेर्नु मेरो ढङ्गै छैन साथीहरु। मैले चाहिँ चिया पनि पिसकेँ। अनि त्यसपछि अब सब्जी पकाउनु पर्यो है। अनि कराईमा मैले तेल बसाएँ। अनि प्याज लसुन अनि खोर्सानीहरु फ्राई गर्नको लागि हाल्दै तेलमा हैन साथीहरु। अनि मेरो चाहिँ आजभोलि के भएको साथीहरु अनि सुन्नु न, म यो भिडियो बनाउँछु हैन, म भोइस ओभर गरिरहेको छु अहिले हैन, किनभने म भिडियो बनाउँदाखेरि म बोलेर बनाउँछु हैन, तर मेरो बोली नि आउँदैन के। सुनो भने बोली नि आउँदैन, मेरो भोइसै आउँदैन। अनि त्यही भएर मैले भोइस ओभर गरिरहेको छु साथीहरु। अनि सब्जी पनि पाएको। अनि साथीहरु मेरो छोरी चाहिँ माम नखाने भन्दै थिए हैन, दाँत दुखेको छ मामु, म माम खादिन भन्दै थिइन्। अनि मैले चाहिँ जबरजस्ती उसलाई माम खुवाएँ हैन, खानुपर्छ बाबा भनेर। अनि म उसलाई अब स्कुल पठाउनु पर्यो, घरमा भयो भने चाहिँ साह्रै हुन्छ नि त। अनि म स्कुल पठाउँदैछु, उसलाई रेडी गरिदिँदैछु। अनि स्कुलमा गयो भने भुलिन्छ साथीहरुसँग खेलेर। अनि त्यही भएर अनि उसलाई म पठाउँछु। अनि दाँत दुख मामु भन्दैछ नि, हेर्नु न कस्तो फेस छ मेरो प्यारो छोरो, कति माया लाग्दो। अनि उसको चाहिँ म अब कपाल कोर्दिँदैछु कि साथीहरु। अनि तनुजाले मेरो बहिनीले भिडियो बनाउँदै थिए। अनि उसले तनुजाले किन भिडियो बना कि भनेर रिसाइरहेको चाहिँ तनुजा म अनि नानी चाहिँ हामी उसलाई स्कुल छोड्न गयौँ। अनि त्यसपछि अनि साथीहरु अनि हामी नानीलाई स्कुल छोडेर पनि घर आयौँ। अनि घर आएपछि कस्तो भोक लागेको थियो, 9:30 भइसकेको थियो। अनि उसलाई छोडेर आउँदा ओर्दा 10 बजिसकेको थियो हैन। अनि मेरो बुढीले चाहिँ यहाँ खोर्सानी ल्याउँदैछ। अनि हेर्नु न यति धेरै भोक लागेको थियो नि साथीहरु, खाना यति धेरै पस्के म सबै खाइसक्छु होला भनेको थिएँ, तर मैले फ्यालेँ हैन। अनि सुन्नु न, मलाई भ्लग बनाउन केही आइडियै आएन, म के को भ्लग बनाउनु भनेर बहिनीसँग सल्लाह गर्दै थिएँ कि। अनि उसले के भन्यो भने दिदी पास्ता खाम, अनि पास्ताकै भिडियो बनाउनु भनी। अनि त्यसपछि अनि ओके भने। अनि मैले पनि त्यही सोचिरहेको थिएँ भन्दैछु क्या उसलाई पनि, अब हेर्नु न म त्यही सोचिरहेको थिएँ भन्दै थिएँ। अनि त्यसपछि हामी पास्ता बनाउनतिर लाग्यौँ। हेलो साथीहरु, आज चाहिँ मसँगै बनाम है त पास्ता। आज म घरकै सामानबाट जति छ थोरै छ त्यही पनि मिठो भएको थियो है साथीहरु। म यहाँ लिएको छु प्याज, टमाटर अनि अलिकति सागबन्द अनि लसुन अनि खोर्सानी अनि हरियो मटर र चना लिएको छु। अनि पास्ता चाहिँ यहाँ छ। अनि मैले यहाँ पानी बसाएको छु है साथीहरु। अनि पास्ता चाहिँ अलरेडी पाकिसकेको छ। अनि मैले त्यसपछि कराई बसाएँ अनि तेल। अनि त्यसपछि मैले बिर्सेँ क्या यो सोयाबिन भुट्नको लागि। अनि फेरि यहाँ सोयाबिन म भुट्दैछु हैन साथीहरु। अनि सोयाबिन चाहिँ रातो रातो भएपछि मैले झिकेँ। अनि फेरि तेल हालेँ, मैले त्यही कराईमा तेल हालेर अनि जिरा फुराएँ अनि प्याज हालेँ। अनि त्यसपछि लसुन पनि त्यही राखेँ अनि बेसार पनि थोरै राखेँ त्यहाँ हैन। अनि त्यसपछि मैले टमाटर हालेँ, किनभने टमाटर अरू हाल्यो भने त टमाटर पाक्दैन नि त। अनि त्यही भएर मैले खोर्सानी पनि राखेँ। तपाईहरुलाई चाहिँ खोर्सानी अब कति खान मन छ पिरो हैन त्यति राख्न सक्नुहुन्छ। अनि मैले चाहिँ यहाँ बन्दाकोपी राखेँ अनि साग राखेँ हैन। लास्टमा चाहिँ मैले साग राखेको छु साथीहरु। अनि मैले त्यसलाई भुटेँ हैन, फ्राई गरेँ त्यसलाई हैन। अनि त्यसपछि नुन राख्नु तपाईको स्वाद अनुसार। अनि मैले थोरै मोटो अजिना राखेको छु स्वाद अनुसार। तपाईहरुले अब जति खानुहुन्छ त्यति राख्न सक्नुहुन्छ। अनि मैले यहाँ लास्टमा चाहिँ पास्ता राखेको छु साथीहरु, पास्तालाई पनि चलाइदिनु होला। अनि मैले लास्टमा चाहिँ अनि त्यसपछि मैले टमेटो केचप राखेँ साथीहरु हैन। मैले अनि त्यसपछि चलाइदिए। अनि
मेरो पास्ता इज रेडी साथीहरू। अनि मैले चाहिँ यहाँ पास्ता झिके बुनी र मेरो लागि अनि हामी खाना थाल्यौँ। बाई बाई साथीहरू। अनि पास्ता पनि रेडी भयो साथीहरू। अनि मैले चाहिँ बहिनी त चाख्ला कस्तो भयो पास्ता भनेर उसलाई भने। अनि ऊ चाख्दैछ होइन कस्तो मिठो भएको छ भन्दै थिएँ होइन। अनि त्यसपछि ल अब म चाख्छु भने होइन उसलाई। अनि मैले पनि पास्ता चाखेँ साथीहरू। अनि पास्तामा चाहिँ मिठो भएको थियो तर मलाई चाहिँ नुन अलिकति कम्ती भयो। अनि त्यसपछि उसलाई पनि मिठो छ भनिरहेको छु क्या म। अनि मलाई चाहिँ नुन हल्का कम्ती लाग्यो। अनि साथीहरू मैले अघि भनेको थिएँ नि बिहान मेरो छोरीको दाँत दुखेको छ भनेर। अनि म स्कुल उसलाई लिन गएँ होइन। 3:30 बजी छुट्टी भएको थियो। अनि म चाहिँ अब दाँत दुख्दैन होला जस्तो लागेको थियो। अनि उसको चाहिँ दाँत दुखेको रहेछ। अनि हस्पिटल अब लिएर जानु पर्यो उसलाई होइन। अनि ऊ गेट खोल्दैछ जाउँ छिटो जाउँ भनेर। अनि ऊ र म जाँदैछौँ साथीहरू। अनि हामी चाहिँ 6-7 महिना अगाडि हस्पिटल गएको थियौँ कि त्यो हस्पिटल मेरो छोरीलाई याद रहेछ। मम्मी यहाँबाट भन्दै थियो नि। ठ्याक्क हस्पिटल पनि आयो होइन। अनि उहाँ हेर्नु मलाई भन्दैछ कि मम्मी हस्पिटल आयो हेर्नु त यही हो भन्दै। अनि उसको भिडियो गरेको नखिच्नु मेरो भिडियो नखिच्नु भन्दैछ। अनि त्यसपछि अनि हामी भित्र गयौँ। अनि यो चाहिँ हस्पिटलको है मैले भिडियो अलिकति निकालेको। अनि अन्तिम लास्टको अनि त्यसपछि अनि डाक्टर चेक गरिदिँदै हुनुहुन्छ। अनि डाक्टरले चाहिँ अब बुधबार आउनु भन्नुभयो होइन। अनि त्यसपछि हामी घर आयौँ। अनि साथीहरू आजको ब्लग चाहिँ यति नै। अनि हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्यो भने प्लिज लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। अनि फेरि भेटौँला अर्को नयाँ ब्लगमा। बाई बाई।